आज चाहिँ दिनैभरि घाम लागेन अनि मैले आज दिनभरि के काम गर्छु त। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आयो बजार सन्चै हुनुहुन्छ ल, म पनि सन्चै छु। अनि आजको मिनी ब्लग चाहिँ मैले ओछ्यानबाट स्टार्ट गर्दैछु अनि अलिकति लामो हुनसक्छ। अनि म चाहिँ आज अलिक ढिलो उठेँ अनि हेर न मेरो कपाल लाउँदैछु, म चाहिँ अलिक भूत जस्तो देख्दैछु। अनि यता चाहिँ मेरो छोरी उठ्नु साथै भाँडाकुटी खेल्दैछ अनि म चाहिँ यता कपाल बाँध्दैछु। अघि चाहिँ भूत जस्तो देखिँदै थियो र कपाल बाँध्नु पर्यो भनेर कपाल बाँध्दैछु म चाहिँ यता चाहिँ। अनि छोरी चाहिँ भाँडाकुटी खेलेर बिहानै उठ्ने बित्तिकै उसले चाहिँ भाँडाकुटी खेल्नु पर्ने अरे। अनि म चाहिँ अब यता लुगा उठाउनुतर्फ लागेँ अनि म चाहिँ यता ओछ्यान उठाउँदैछु। अनि यतापट्टि यसो हेरेको त छोरीले सबै भाँडाकुटी छराएको रहेछ अनि मैले चाहिँ यता भाँडाकुटी उठाइदिँदैछु। छोरीले पनि उता भाँडाकुटी उठाउँदैछ अनि हामी चाहिँ भाँडाकुटी उठाइसकेर पनि हामी छोरी ब्रस गर्दैछौँ। अनि म चाहिँ यता ब्रस पनि गरिसकेर जुठाभाँडा गर्दैछु। अनि मैले चाहिँ यता जुठाभाँडा पनि गरिसकेँ अनि अब चाहिँ भित्र गएर दाल बसाउनु पर्ने हुन्छ। अनि मैले चाहिँ दाल पनि बसाइसकेँ अनि म चाहिँ यता घर पनि बढार्दैछु अनि छोरीले पछाडि सघाउँदैछ मलाई। मेरो पछाडिको ब्याकग्राउन्ड चाहिँ अलिक इग्नोर गरिदिनु है। अनि मैले चाहिँ घर पनि बढारिसकेँ अनि म यता फोन उठाउँदैछु। अनि अब चाहिँ म बाख्रालाई पानी दिनुपर्ने हुन्छ। पानी चाहिँ के को बनिन्छ भने थुक्पा पकाएको थिएँ अनि त्यसको झोल दिँदैछु। अनि मैले यता चाहिँ अघि दाल बसाएको पनि पाकिसकेको छ अनि त्यही भएर म चाहिँ पानी लगाएर फिट्दैछु फेरि। अनि फेरि मैले अर्को कुकरमा यता भात टेकाएँ अनि अर्कोपट्टि ग्यासमा मैले यता तरकारी पकाउँदैछु। अनि त्यसपछि मैले भिडियो बनाउनु बिर्सेँ अनि त्यसपछि मैले एकैचोटि बेलुकाबाट भिडियो बनाउनु स्टार्ट गर्दैछु। अनि बेलुका चाहिँ मैले थुक्पा खाने प्लान गरेँ अनि त्यही भएर मैले थुक्पा पकाउँदैछु। अनि मैले चाहिँ चाउमिन पनि पकाइसकेको थिएँ अनि खाइ पनि सकेको थिएँ अनि भात पनि खाँदैछु। लागि यति नै। मन पऱ्यो मलाई कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु ल, बाई बाई। अनि मेरो छोरीले पनि यता बाई बाई गर्दैछ।